गाई चाहिँ मेरो बाबुलाई कि मैले कराइदिएको थिएँ होइन। अनि त्यसपछि त रिस आएर केटो त कहाँ गयो कहाँ बोलाउँदा नि बोल्दै बोलेन। अब यसो जुस सुस दिएर फकाउँछु भनेर त्यही पनि ट्राई गर्नु पऱ्यो भनेर फ्रिज खोल्दैछु होइन। उसलाई चाहिँ म एउटा यो जुस छ, जुस दिएर अनि आउँछ कि आउँदैन, बोल्छ कि बोल्दैन ट्राई गर्छु है त। आजभोलिको बच्चाहरूलाई केही भन्न पनि नहुने, भन्यो भने पनि रिसाएर हिँड्ने, कता गयो त्यो आफैलाई थाहा छैन। टेन्सनै टेन्सन। भित्र कतै लुक्यो कि ट्राई गर्छु होइन, के गर्छ। बाबु ल कता गयो त, साँच्चै छैन त बाबु। मैले जुस ल्याइदिएको छु, खाना आऊ खै, कता हो खै। यहाँ पो लुक्यो कि ट्राई गर्नु पऱ्यो। ल छैन त यहाँ पनि, यहाँ लुक्छ क्या अरू बेलामा। बाबु खै, केही थाहा छैन। ल बाबु त छैन भन्छ त फेरि। कहाँ गयो त, जुस बोकेर आएको छु म, साँच्चीकै छैन क्या घाँटे। यहाँ पो गएर बस्यो कि हेर्नु पऱ्यो है त। बाबु ल यहाँ पनि छैन फेरि। बाबु ए तँलाई फटा मोबाइल धेरै हेऱ्यो, ट्याब धेरै हेऱ्यो भने मैले कराएको होइन, रिसाएर यहाँ आएर हेर्नु त गाइस। यस्तो भएपछि आजभोलिको बच्चाहरूलाई कसरी सक्ने। ए भगवान्, तँलाई मैले झन् जुस खान आइज भनेर यत्रो बेरसम्म खोज्या यहाँ आएर त पानीको बोतल सोटल लिएर आएर हेर्नु त गाइस। यस्तो व्यवस्था गरेर कपबोर्डभित्र बसेर मैले गाली गरेको त यस्तो पार। अनि यसरी पनि हुन्छ अनि मोबाइल मात्रै चलाएर हुन्छ। तँलाई मैले भरे भातै खान दिन्न ल जुसलाई, अलिकति जुस खाऊ अनि। यस्तो बदमास बच्चा भएपछि के गर्ने गाई झन् त। आजभोलिको बच्चाहरू त यति बिग्रिने होइन। म बाटो छु है, बाटो छ स्कुलले, बाटो छु है भन्छ अझ हेर्न। निस्के बाहिर, निस्किन्न म हेरेर चापी लगाइदिन्छु क्या त, जेसुकै अब भित्रै बस्दैछु। ल भित्रै बस है, बाहिर त म खान पनि दिन्न, बाहिर लक गरिदिन्छु। हुन्छ।